सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निर्माण सम्बन्धमा नेपाल सरकारले यस विभागलाई आतंककारी कार्यमा वित्तीय लगानी निर्माण गर्ने सम्बन्धमा सूचक संस्था जस्तै घर जग्गा व्यवसायको हकमा जुन सूचक संस्थाहरू छन् को नियमनकारी निकायको रूपमा कार्य गर्ने गरी तोकेको छ र यसै सन्दर्भमा मालपोत ऐन को 2080-12-30 संशोधन भएर घर जग्गा कारोबार गर्न चाहने व्यक्तिले इजाजत पत्र लिनुपर्ने व्यवस्था गरेछ र सोही बमोजिम नेपाल सरकारले 82/5/12 मालपोत नियमावली 2036 8औं संशोधन गरी घर जग्गा व्यवसाय गर्न चाहने व्यक्तिका लागि इजाजत पत्र दिने सम्बन्धी थप व्यवस्था गरेको छ र सोही आधारमा नेपाल सरकारले 2082-627 को निर्णय बमोजिम घर जग्गा सम्बन्धी कारोबार गर्ने क्षेत्र, कारोबारको सीमा, जग्गाको क्षेत्रफल र इजाजतपत्र प्रदान गर्ने अधिकारीको व्यवस्था गरेको छ र सूचक संस्थाको लागि विभागले 82-3-31 निर्देशन समेत जारी गरेको छ र सोही सन्दर्भमा घर जग्गा कारोबार गर्ने संस्थाहरूको रूपमा विभागमा हालसम्म 89वटा सूचक संस्थाहरू दर्ता भएका छन् र यसमध्ये तीनै संस्थाहरूले 45वटा संस्थाहरू चाहिँ भूसेवा समेत लिएको अवस्था छ र हामीले हालसम्म उक्त संस्थाहरूलाई चाहिँ 2 चरणमा तालिम प्रदान गरेका छौँ। एक चरणमा हामीले जेठको 7 गते 48वटा र आषाढको 9 गते 15वटालाई तालिम प्रदान गरेका छौँ र यसै सन्दर्भमा यस्तै घर जग्गा कारोबार गर्ने जुन संस्थाहरू छन् तिनीहरूले संस्थाहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने सन्दर्भमा हामीले एउटा मस्यौदा तयार गरेर सम्बन्धित निर्देशिका 2083 तयार गरेर अहिले मन्त्रालयमा पेश गरेका छौँ र यसरी यो घर जग्गा कारोबारलाई चाहिँ व्यवस्थित गरेर एउटा सूचक संस्थाको रूपमा विकास गरेर आतंककारी कार्यमा वित्तीय लगानी निर्माण सम्बन्धमा चाहिँ विभागले नियमनकारी संस्थाको रूपमा कार्य गर्दै आएको बेहोरा म अनुरोध गर्दछु। सम्पत्ति शुद्धिकरण निर्माण ऐन अन्तर्गत घर जग्गा व्यवसायी जो सूचक संस्था हुन् ले पालना गर्नुपर्ने प्रमुख दायित्वमा आफ्नो कम्पनीको जोखिम मूल्याङ्कन गर्नुपर्ने हुन्छ। एउटा पहिलो प्रमुख काम त्यो हो। त्यो जोखिम मूल्याङ्कन भनेको नेपालको घर जग्गा क्षेत्र र घर जग्गा व्यवसायीलाई कुनै व्यक्तिले आफ्नो गलत आर्जनलाई शुद्धिकरण गर्न कहीँ कतै प्रयोग गर्न त सक्दैन भनेर त्यसका विविध क्षेत्रको अध्ययन अनुसन्धान गरी कुन क्षेत्रमा प्रयोग गर्न सक्छ, त्यो मध्ये पनि सबैभन्दा जोखिमपूर्ण कुन रहेको छ भनेर पहिचान गर्ने र त्यो पहिचान गरेपछि त्यस्ता जोखिमपूर्ण क्षेत्रहरूमा आफ्ना साधन स्रोत र विज्ञता केन्द्रित गरेर हेर्ने पद्धति हो। यो एउटा प्रमुख कार्य हो। त्यस्तै सूचक संस्थाले अर्थात् घर जग्गा व्यवसायीले सम्पत्ति शुद्धिकरण निर्माणका लागि अब छोटकरीमा AML CFT वा CPF हामी भन्छौँ हैन, घर सम्पत्ति शुद्धिकरण निर्माण, त्यसपछि आतंककारी क्रियाकलापमा वित्तीय लगानी निर्माण, त्यसपछि गएर चाहिँ आम विनाशका हात हतियार निर्माण र विस्तारमा वित्तीय लगानी निर्माण सम्बन्धमा त्यो जो अघि गरेको जोखिम मूल्याङ्कनको आधारमा चाहिँ आफ्नो आन्तरिक नीति, कार्यविधि, कार्यक्रम तय गर्नुपर्ने हुन्छ। त्यसरी तयार गर्दाखेरि हामीलाई के सहज हुन्छ त भन्दाखेरि चाहिँ हाम्रा कर्मचारीहरूले कसरी कुन ग्राहकलाई, कुन कारोबारलाई, कुन ठाउँमा कसरी हेर्ने, कसरी मूल्याङ्कन गर्ने भन्ने कुरा थाहा हुन्छ। अर्थात् हाम्रा कर्मचारीहरूले अनुगमन गर्न सक्छन्। त्यसकारण अनुगमन गर्नु जरुरी हुन्छ। त्यस्ता क्रियाकलापलाई कतै अस्वाभाविकता त्यहाँ देखिन्छ कि देखिँदैन भनेर हेर्ने हो। त्यो ग्राहकले थाहा नपाइकन हामीले यस्ता कार्यहरू गराउनु पर्ने हुन्छ। यस्तो अस्वाभाविकता देखियो भने त्यस्ता अस्वाभाविक देखिएका ग्राहक, अस्वाभाविक क्रियाकलाप गर्ने वा अस्वाभाविक कारोबार गर्ने ग्राहकलाई हामीले विशेषतः निगरानीमा, आन्तरिक निगरानीमा वा जाँचबुझमा राख्नुपर्छ र त्यसरी त्यो चाहिँ जाँचबुझ गर्दाखेरि त्यसमा अस्वाभाविकता बढी देखियो भने चाहिँ वित्तीय जानकारी इकाइ जुन सम्पत्ति शुद्धिकरण निर्माण ऐन अन्तर्गतको एउटा चाहिँ सरकारी निकाय हो, त्यहाँ तत्कालै त्यो विस्तृत विवरणसहित हामीले शङ्कास्पद कारोबार वा शङ्कास्पद गतिविधिको प्रतिवेदन दिनुपर्ने हुन्छ। यो तत्काल गर्नुपर्ने हुन्छ किनभने यसले भोलि नकारात्मक परिणाम ठुलो ल्याउन सक्ने, त्यसको आरोप हामीलाई पनि आउन सक्ने भएको र अर्कोतिर हामीले अपराधलाई नियन्त्रण गर्न पनि समय
चाहिँ समयमै काम गर्नुपर्ने भएकोले पनि हामीले यो काम गर्नुपर्ने हुन्छ। अर्को हामीले ध्यान दिनुपर्ने कुरा चाहिँ ग्राहक पहिचानको सबभन्दा ठुलो विषय हो। ग्राहक पहिचान भनेको मैले मेरोबाट सेवा लिने जो व्यक्ति हुनुहुन्छ, जो संस्था हुनुहुन्छ, उहाँ कानुनी रूपमा उहाँ नै हो भन्ने कुराको यकिन गर्ने हो हामीले। यसका लागि हामीले दुईटा काम गर्नुपर्छ। एउटा उहाँको पहिचान लिनुपर्छ, जुन घर जग्गा कारोबार गर्ने सिलसिलामा स्वाभाविक रूपमा हाम्रो कानुनी व्यवस्था जुन छ त्यो कानुनी व्यवस्थाले पनि त्यो डिमान्ड गर्छ। त्यस कारणले त्यो लिनु पर्यो र त्यो उहाँले दिएको इन्फर्मेसन, हाम्रा ग्राहकले दिएको इन्फर्मेसनलाई हामीले कुनै ढङ्गले भेरिफाई गर्नु पर्यो। भेरिफाई गर्ने भनेको अहिलेको लागि उहाँ जो नेपाली नागरिक हो भनेदेखि चाहिँ सम्पत्ति शुद्धिकरण निवारण नियमावली वा ऐनले भने जस्तो नागरिकताको कुरा छ, लगायतका अरू परिचयका साधनहरू पनि छन्। तर मालपोतसँग सम्बन्धित, भूमिसँग सम्बन्धित कुरामा नागरिकता नै अनिवार्य चाहिने भएकोले त्यो नै लिएर हामीले काम गर्न सक्छौँ। त्यसका अतिरिक्त पासपोर्टको कुरो पनि छ, के अरे चाहिँ सवारी साधनको लाइसेन्स, सवारी चालकको लाइसेन्सको पनि कुरो छ, अनि भोटर्स आइडीको पनि कुरो छ। तर हामी नागरिकतामै अहिले प्राथमिकता दिएको देखिन्छ सबैतिर, र त्यो गर्नु नै राम्रो हुन्छ, किन अरू डकुमेन्टहरू पनि नागरिकताका आधारमा बनेको अवस्था छ र त्यो नागरिकताबाट भेरिफाई गर्नुपर्छ। अब केही समयपछि नेपाल सरकारले नेसनल आइडीमा को इन्फर्मेसनबाट पनि भेरिफाई गर्ने व्यवस्था गर्दैछ। त्यतिखेर हामी नेपाली नागरिक प्राकृतिक व्यक्तिको हकमा नेसनल आइडीबाट पनि भेरिफाई गर्न सक्छौँ। र ग्राहक पहिचानको सिलसिलामा हामीलाई हाम्रो जोखिम मूल्याङ्कनको आधारमा वा अन्य कुनै सूचनाको आधारमा कुनै ग्राहक वा त्यो वर्ग चाहिँ उच्च जोखिममा परेको हामीलाई थाहा जानकारी भयो भने त्यहाँनिर, वा उच्च जोखिममा पर्ने रहेछ भने त्यस्तो ग्राहकको हकमा चाहिँ हामीले बृहत ग्राहक पहिचान, इन्हान्स कस्टमर ड्यु डिलिजेन्स गर्नुपर्छ, जसमा सामान्यतया हामीले चाहिँ उच्च पदस्थ व्यक्ति वा विभिन्न कारणले, पेसाको कारणले, व्यवसाय कारणले, रकमको कारणले, उनका गतिविधिको कारणले चाहिँ जोखिमपूर्ण भनेर पहिचान गरेका हुन्छौँ। त्यस्ता ग्राहकको हकमा चाहिँ इन्हान्सिलिटी पनि गर्नुपर्ने हुन्छ। अर्को मैले यहाँ थप्नुपर्ने, हामीले एउटा चाहिँ विभागले विशेष व्यवस्था गरेको के छ भन्दाखेरि चाहिँ कुनै व्यक्तिले चाहिँ आफ्नो घर जग्गा कुनै कम्पनीलाई दिन चाह्यो र त्यो कम्पनीकोले सेयर लिन चाह्यो भने प्रचलित कम्पनी सम्बन्धी ऐनको अधीनमा रहेर त्यस्तो रकम चाहिँ सिधै त्यस्तो रकम चाहिँ व्यक्ति बिचमा लेनदेन आवश्यक भन्दा पनि सेयरमा रूपान्तरण हुने खालको अवस्था देखियो भने त्यो पनि गर्न सकिने व्यवस्था निर्देशनले गरेको छ। यसले हाम्रो व्यावसायिक क्षेत्रलाई थप प्रवर्तन गर्न सक्छ कि भन्ने अपेक्षा राखेका छौँ। ग्राहक पहिचान र अनुगमनको मोनिटरिङको सिलसिलामा एउटा अर्को महत्त्वपूर्ण कुरा हामीले कहिले बिर्सन हुँदैन, त्यो वास्तविक धनीको, अङ्ग्रेजीमा बेनिफिसियल ओनर। यो भनेको सम्पत्ति एउटाको नाममा तर खास मालिक अर्को हो। यस्तो अवस्था विद्यमान हुनसक्छ कारोबारमा, जसलाई हामीले पहिचान गर्नुपर्ने, वा त्यहाँ पहिचान दिन नचाहेमा र हामीले कुनै ढङ्गले थाहा पाएमा त्यसलाई एफआईआरमा तत्काल रिपोर्टिङ गर्ने व्यवस्था हामीले गर्नुपर्छ, यकिन गर्ने व्यवस्था हामीले गर्नुपर्छ। किन यसो गरिएको भन्नुहुन्छ भने, किन यसो गरिएको भने कि अपराधिक आर्जन चाहिँ सम्बन्धित अपराधीले चाहिँ आफ्नो नाममा राख्न चाहँदैन, अरूको नाममा लुकाउन चाहन्छ। यदि फर्म कम्पनीहरूले त्यस्तो कार्य गर्दैछन् भनेदेखि चाहिँ फर्म कम्पनीको सेयरमा 15% भन्दा बढी सेयर होल्ड गर्ने वा अप्रत्यक्ष ढङ्गले 15% भन्दा बढी सेयर होल्ड गर्ने व्यक्तिको त्यस्तो चाहिँ चाहना हुनसक्छ, उद्देश्य हुनसक्छ। हामीले त्यसमा पनि ध्यान दिनुपर्ने हुन्छ। यसरी चाहिँ हामीले बेनिफिसियल ओनरसिप पत्ता लगाउने काम गर्नुपर्छ। र यो एक तहमा भएन भने तह गएर कम्पनीको हकमा तह गएर पनि हामीले पहिचान गर्ने पद्धतिको विकास गर्नुपर्छ, ताकि अपराधीले आफ्नो आर्जन कुनै अन्य माध्यमबाट लुकाउन सक्छ र अन्तिममा हामीले प्राकृतिक व्यक्ति जो यसको प्रमुख चाहिँ नियन्त्रक हो वा मालिक हो त्यहाँसम्म पुग्न सकौँ। नेपालमा 2080 को अन्त्यदेखि पहिलो पटक घर जग्गा व्यवसाय इजाजत पत्र प्राप्त कम्पनीले मात्र गर्ने व्यवस्था भएको छ। यो हाम्रो लामो प्रयास व्यवसायीको तर्फबाट पनि र सरकारको तर्फबाट पनि लामो प्रयासपछि सफल भएको छ। यस्ता घर जग्गा खरिद बिक्री गर्न इजाजत पत्र प्राप्त व्यवसायीहरूले सम्पत्ति शुद्धिकरण निवारण ऐनको पनि पालना गराउने गर्नुपर्दछ। सम्पत्ति शुद्धिकरण निवारण ऐन अन्तर्गत यस्ता कम्पनीहरूलाई सूचक संस्था भनिन्छ।
उक्त ऐनले सूचक संस्थाका निश्चित दायित्वहरू तोकेको छ। त्यस्ता दायित्व आफूले गर्ने गराउने व्यवसाय सँगसँगै पालना गर्नुपर्छ र यो कानुनी दायित्व हो र महत्त्वपूर्ण दायित्व हो। अझ नेपाल जुन सुशासनको लागि लामो समयदेखि लडिरहेको अवस्था छ र अहिले ग्रे लिस्टमा पनि छ। यस्तो अवस्थामा सुशासनसँग सम्बन्धित, वित्तीय पारदर्शितासँग सम्बन्धित र व्यवसायको पनि भोलिको भविष्यसँग सम्बन्धित विषयहरू यस ऐनमा रहेको कारणले गर्दाखेरि, यस कानुनमा रहेको कारणले गर्दाखेरि हामीले सकेसम्म बढी यसमा प्रभावकारिता आउने गरी पालना गर्नुपर्ने आवश्यकता छ। अर्को महत्त्वपूर्ण विषय जुन हामीले बिर्सनु हुँदैन, जहाँ चाहिँ वित्तीय जानकारी इकाइले निश्चित निर्देशनहरू जारी गरेको छ, त्यो शङ्कास्पद कारोबारको सम्बन्धमा, सीमा कारोबारको सम्बन्धमा त्यसलाई कसरी पहिचान गर्ने, कसरी त्यसलाई चाहिँ आन्तरिक रूपमा व्यवस्थापन गर्ने, कसरी त्यहाँ रिपोर्टिङ गर्ने, त्यो कुरा छ। त्यो सबैभन्दा संवेदनशील विषय भएकोले त्यहाँ वित्तीय जानकारी इकाइले दिएका निर्देशनहरू चाहिँ हामीले डिटेलमा अध्ययन गरेर त्यो अनुसारको काम कारोबार गर्नुपर्छ। त्यसपछि अर्को हामीले के भन्छौँ भने टार्गेटेड फाइनेन्सियल स्याङ्सन भन्छौँ। खास गरी टेरोरिस्टहरू, अन्तर्राष्ट्रिय टेरोरिस्ट वा कुनै मुलुकले वा नेपालले टेरोरिस्ट घोषणा गरेका, कानुन बमोजिम घोषणा गरेका टेरोरिस्टहरूको सम्पत्ति वा आम विनाशका हात हतियारमा लगानी गर्ने व्यक्तिहरूको सम्पत्ति चाहिँ हामीले तत्काल रोका राख्नुपर्ने हुन्छ। त्यस्तोको कारोबार गराउन पनि सकिँदैन। केही एक्सेप्सनल ह्युमेनिटेरियन ग्राउन्ड छन्, त्यो हाम्रोमा घर जग्गामा त्यो देखा पर्ला भन्ने अहिले लाग्दैन। परेछ भने त्यसको विस्तृत छलफल गर्नुपर्ने हुन्छ रेगुलेटरसँग र आयोसँग बसेर। त्यस्ताको सम्पत्ति तत्काल रोका राख्नुपर्ने हुन्छ। त्यो चाहिँ त्यस सम्बन्धमा ऐनमा व्यवस्था छ, सम्पत्ति शुद्धिकरण निर्माण ऐनमा, सम्पत्ति शुद्धिकरण निर्माण नियमावलीमा छ। त्यसपछि गृह मन्त्रालयले एउटा विस्तृत निर्देशन जारी गरेको छ, त्यो हामीले पालना गर्नुपर्छ। त्यसको अतिरिक्त विभागले पनि टार्गेटेड फाइनेन्सियल स्याङ्सनको गाइडलाइन जारी गरेको छ, त्यसको पनि पालना बृहत अध्ययन गरेर हामीले गर्नुपर्ने हुन्छ। यी हाम्रा प्रमुख दायित्व रहेका छन् र समग्रमा त्यसको कम्पनीको वा हाम्रो व्यवसायको सञ्चालक समिति वा उच्च पदस्थ चाहिँ पदाधिकारीले यी कार्यहरू कसरी भइरहेका छन्, प्रभावकारी छन् कि छैनन् भनेर नियमित मूल्याङ्कन गर्ने र त्यहाँ केही कमी कमजोरी देखेर सुधार गर्ने र मुलुकलाई समृद्धतातर्फ अगाडि बढाउने, पारदर्शितातर्फ अगाडि बढाउने र ग्रे लिस्टबाट तत्काल यथाशक्य छिटो निकाल्नलाई सहयोग गर्न सकिने अवस्था सिर्जना गर्दा हामी सबैको कल्याण हुने चाहिँ व्यवहार अनुरोध गर्दछु। त्यसै गरी हाम्रा ग्राहकहरूमध्ये कसैले एक दिनमा पटक गरी 1 करोडभन्दा बढीको घर जग्गा कारोबार गर्नुहुन्छ भने उहाँहरूको चाहिँ सीमा कारोबार प्रतिवेदन भनिन्छ, जुन सम्पत्ति शुद्धिकरण निर्माण ऐन अन्तर्गत र नेपाल राष्ट्र ब्याङ्कले तोकेको छ। त्यसको प्रतिवेदन वित्तीय जानकारी इकाइमा पठाउनुपर्छ। यी दुवै प्रतिवेदन हामीले गोप्य ढङ्गले पठाउनुपर्छ। शङ्कास्पद कारोबारको प्रतिवेदन जुन मैले अघि उल्लेख गरेँ र सीमा कारोबारको प्रतिवेदन अन्य निकायले थाहा नपाउने गरी वित्तीय जानकारी इकाइले मात्र प्राप्त गर्ने गरी पठाउनु पर्ने हुन्छ र यो यहाँले पठाएको भनेर कहीँ पनि डिस्क्लोज हुँदैन र जहिले पनि यो गोप्य रहन्छ। त्यसै गरी 5 लाख वा सोभन्दा बढी नगद कारोबार गराउन नहुने नेपाल सरकारले व्यवस्था गरेको छ। त्यसमा केही छुट छन् जुन हामीसँग त्यति आकर्षित हुँदैनन्। त्यस्तो कारोबार पनि हाम्रा ग्राहकहरू बीच हुन नसक्ने खालको हामीले वातावरण त्यहाँ बनाउनुपर्छ। र अर्को खरिद बिक्रीको रकम हामीले दुई ग्राहक बीचमा सिधी जाने व्यवस्था गर्नुपर्छ सकेसम्म र हाम्रो कम्पनीको चाहिँ अकाउन्टमा त्यो पैसा आउने हाम्रो कानुनले दिएको छैन। त्यसकारणले खरिद बिक्रीको रकम ग्राहक टु ग्राहकमा जानुपर्छ। त्यो व्यवस्थालाई चाहिँ हामीले इन्स्योर गर्नुपर्ने हुन्छ। यस सम्बन्धी थप विस्तृत व्यवस्था चाहिँ हामीले भूमि व्यवस्था विभागले गरेको निर्देशनमा जारी गरेको अवस्था छ, त्यहाँ हेर्नुपर्छ हामीले डिटेलको लागि।